आज हामी श्रीमतीलाई नेपाल भाषामा के भन्छ त्यो बुझौं। एजेन्ट आकाश युनिकोड। अब सुरु गरौं है त हामी। लास्ट भिडियोमा एउटा साथीले अलिकति फन्ट देखिएन भन्नुभएको थियो। मैले स्क्रिन अलि जुम गरेँ, अब देख्नुहुन्छ होला सायद। यदि अझै अलि अप्ठ्यारो छ भने मोबाइललाई पोर्ट्रेट मोडको सट्टा ल्यान्डस्केप मोडमा राख्नु होला। वाइफ इन नेपाल भाषा अर्थात् श्रीमतीलाई नेपाल भाषामा कला भनिन्छ नेपाल भाषामा। त्यस्तै गरी तिमी मेरी श्रीमती भन्नु पर्यो भने छ ज्यू कला अथवा यसमा हामीले जिगु पनि भन्न सक्छौं। छ जिगु कला। छ अर्थात् तिमी भयो। मेरो अथवा मेरी भन्नु पर्यो भने जिगु चाहिँ अझै बेटर हुन्छ, तर बोलीचालीमा चाहिँ ज्यू पनि भन्छ। त्यस्तै गरी अर्को एउटा सेन्टेन्स बनाऊ। ए मेरी प्यारी श्रीमती, ए जी त य म कला। ए जित य म कला। जित भन्नाले अब मलाई पनि भन्न सकिन्छ। यसको ठ्याक्कै ट्रान्सलेसन गर्दाखेरि ए मलाई मनपर्ने श्रीमती भन्ने बुझिन्छ। यसमा जिता नभइकन जित भयो। यसमा हामीले ए जिगु य म कला यो पनि भन्न सक्छौं, तर बोलीचालीमा चाहिँ हामीले ए जिगु य म कला भन्दैनौं, ए जित य म कला नै भन्छौं। थ्याङ्क यू। शुभ